नबोलाइदिए पनि हुन्छ भनेर आफै कन्भिन्स भइसकेको थिएँ। सरले मौका दिनुभयो, यसका लागि धन्यवाद छ। र सर्वप्रथम म क्याम्पसको उत्तरोत्तर प्रगतिको कामना गर्दछु र आज जुन दुईटा भवनहरू निर्माण भए, त्यसको उद्घाटन भयो, त्यसको हस्तान्तरण भयो, यो मौकामा यो क्याम्पसको उत्तरोत्तर प्रगतिको कामना गर्न चाहन्छु र खुसी व्यक्त गर्न चाहन्छु। र मेरो भन्नु विद्यार्थी साथीहरूलाई छ, म विश्वविद्यालयका पदाधिकारीज्यूहरूसँग सिनेटमा बसेको, त्यहाँ थुप्रै कामहरूका लागि पहल पनि गरेको हुनाले अन्य विद्यार्थी साथीहरूलाई एउटा अनुरोध छ, यी भवनहरू बनाएर हामीले खुसी व्यक्त गर्दैमा हाम्रो अन्तरात्मा खुसी हुँदैन। हामी त्यो दिन खुसी हुन्छौँ या यो समाज त्यो दिन खुसी हुन्छ या डोटी जिल्ला त्यो दिन खुसी हुन्छ या यो क्याम्पस निर्माणमा आजसम्म दुःख गर्नेहरू त्यो दिन खुसी हुन्छन् जुन दिन अहिले भवन जति टलक्क टल्केका छन् त्यस्तै तपाईहरुको जिन्दगी पनि टलक्क टल्किन्छ, त्यो दिन सबै खुसी हुन्छन्। त्यसकारण तपाईहरु अध्ययन गर्नुहोला, मेहनत गर्नुहोला। तपाईको जीवन पनि नजिकै शैलेश्वरी माताले तपाईहरुलाई आशीर्वाद दिइराख्नु भएको छ। तपाई मेहनत गर्नुहोस्, सफलता प्राप्त गर्नुहुनेछ, त्यसको फल प्राप्त गर्नुहुनेछ। त्यसकारण त्यो भवन जतिकै सुन्दर तपाईहरुको जिन्दगी बनोस् भन्ने शुभकामना पनि सबै विद्यार्थी साथीहरुमा दिन चाहन्छु। र अन्तिममा एउटा कुरा मात्रै भन्न चाहन्छु, भर्खरै सुरु सभापति इन्द्र राणा भाइले एउटा विषयमा बोल्नुभयो, त्रिभुवन विश्वविद्यालयको आंगिक क्याम्पस डोटी बहुमुखी क्याम्पसका विद्यार्थी साथीहरुका विषयमा र त्यहाँ होस्टेलको गर्ल्स होस्टेलको विषयमा भन्नुभयो। म सौभाग्यले दुईटा कुरामा, एउटा त्रिभुवन विश्वविद्यालयको आंगिक क्याम्पसको रूपमा खप्तडी इन्जिनियरिङ क्याम्पसको नामाकरण गर्ने एउटा हस्ताक्षरकर्ता, त्रिभुवन विश्वविद्यालयको त्यो सभासदको हैसियतले त्रिभुवन विश्वविद्यालयको आंगिक क्याम्पस खप्तडी इन्जिनियरिङ क्याम्पसको भनेर त्यसको नामाकरणको, त्यसको न्वारण गर्ने बेला हस्ताक्षर गर्ने सौभाग्य प्राप्त गरेको व्यक्ति हो। त्यति बेला पनि मेरो त्रिभुवन विश्वविद्यालयका पदाधिकारीहरूज्यूसँग त्रिभुवन विश्वविद्यालयको आंगिक क्याम्पस खप्तडी इन्जिनियरिङ कलेजका लागि लामो समय रसाकसी चलिरहेकै थियो। र डोटी बहुमुखी क्याम्पसको गर्ल्स होस्टेल निर्माणका लागि म सभासद रहँदा आदरणीय रजिस्ट्रार सर हुनुहुन्थ्यो त्यति बेलाको टिममा, आज रेक्टर सर हुनुहुन्न र भिसी साहब पछिल्लो टाइममा नेतृत्व लिन आउनु भएको। त्यति बेला डोटी बहुमुखी क्याम्पसमा मैले 5 करोड कम्तीमा पनि गर्ल्स होस्टेलका लागि राख्नुपर्छ भनेको थिएँ, तर उहाँहरूले अहिले 5 करोड होइन 3 करोडका लागि हामी एस्योरेन्स गर्छौं, पहिलो चरणका लागि 50 लाख हामीले फिक्स गरौँ भनेर रजिस्ट्रार सर र रेक्टर सर त्यति बेलाको उपकुलपति ज्यूले पनि प्रतिबद्धता गरेपछि 50 लाख त्यति बेला गर्ल्स होस्टेलका लागि आएको। सायद त्यसको जब निर्माण भएको होला, अब 2.5 करोड त्यसपछि हाल्छौं भन्नुभएको थियो। भएन भने पनि आज म फेरि उहाँलाई स्मरण गराउन चाहन्छु, त्यो गर्ल्स होस्टेल बनाउनु पर्ने हाम्रो पहिलो आवश्यकता हो र त्यसलाई बनाएर छोड्नुपर्छ र यो विश्वविद्यालयका पदाधिकारी ज्यूहरूको पनि दायित्व भित्र पर्छ भन्ने कुरा म तपाईहरुलाई स्मरण गराउँदै क्याम्पसको यहाँका सबै विद्यार्थीहरूको उत्तरोत्तर प्रगतिको कामना गर्दै आफ्ना शब्दहरू यही टुङ्ग्याउँछु र उपकुलपति ज्यू र रजिस्ट्रार ज्यू र उहाँको टिमलाई डोटीमा हार्दिक स्वागत गर्न चाहन्छु। हस्, धन्यवाद, नमस्ते।